मानव अधिकार आयोगका सिफारिसलाई पूर्ण कार्यान्वयन गर्न गगन थापाको जोड, हल्ला गरेर र ढोल बजाएर सीमा विवादको विषय समाधान हुँदैन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई। गुल्मीमा रासोपा सांसदहरू सवार गाडी दुर्घटनामा राजदूतका लागि करिब 3000को आवेदन। परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण, अभिभावकले जनाए आपत्ति। 8 विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक। म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने। रासोपा मधेसको ओडापालिका अधिवेशनमा विवाद, केन्द्रमा पर्यो उजुरी। रमा तिवारी हत्या प्रकरण, 10 दिनपछि भारतीय नागरिक पक्राउ, रकमको विवादले लियो ज्यान। नमस्कार, गुराँस खबरको समाचार बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। आज मिति 2083 जेठ 23 गते शनिबार, सन् 2026 जुन 6 तारिक, ज्येष्ठ कृष्ण षष्ठी। अब समाचार विस्तारमा। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन तथा सिफारिसहरूको प्रभावकारी र पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। शुक्रबार सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाली काङ्ग्रेसद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा आयोगका सिफारिसहरू कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको र दोषीहरू सजायबाट उम्किएको अवस्था दोहोरिन नहुने बताएका छन्। उनले मानव अधिकारका विषयमा पार्टी अब नयाँ सोचका साथ अघि बढिरहेको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा दोहोरो मापदण्ड स्वीकार्य नहुने स्पष्ट पारे। थापाले मानव अधिकार आयोगका निष्कर्ष र सिफारिसहरूलाई गम्भीर रूपमा लिने प्रतिबद्धता जनाउँदै आगामी दिनमा राज्यका निकायहरूले जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले आयोगले जाँचबुझ आयोगकै अध्यक्षमाथि पनि प्रश्न उठाएको सन्दर्भ उल्लेख गर्दै कार्यकीय आयोगको प्रतिवेदनको निष्पक्षतामाथि शङ्का व्यक्त गरे। साथै आम निर्वाचन अघि आयोगको प्रतिवेदन सार्वजनिक नभएको विषय उठाउँदै त्यसमा कुनै नियत थियो कि थिएन भन्ने प्रश्न समेत गरेका छन्। सभापति थापाले राज्य पक्षबाट भएका बल प्रयोगका क्रममा सीमा उल्लङ्घन र गम्भीर मानव अधिकार हनन भएको स्वीकार गर्दै यस्ता घटनामा कानुन अनुसार अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल भारत सीमा विवाद जस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा उठाउनुपर्ने बताएका छन्। विदेश भ्रमणबाट स्वदेश फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सीमा विवाद समाधानका लागि कूटनीतिक पहल नै मुख्य माध्यम भएको बताए। सञ्चारकर्मीले नेपाल भारत सीमा विवादबारे कुरा उठाउनु भएन नि भनेर सोधेको प्रश्नमा लामिछानेले यस्ता विषय हल्ला गरेर नभई आवश्यक ठाउँमा आवश्यक ढङ्गले उठाइने प्रतिक्रिया दिए। उनले भने कुनै पनि विषय कूटनीतिको माध्यमबाट गरिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यो हल्ला गरेर ढोल बजाएर हुँदैन, गर्नुपर्ने ठाउँमा गर्नुपर्ने जसरी चरणबद्ध रूपमा हुन्छ। लामिछानेले सीमा विवाद जस्ता राष्ट्रिय महत्त्वका विषय उठाउने तरिका र समय फरक हुने बताए। उनले पत्रकारले उठाएको विषय र जनताबाट व्यापक मत प्राप्त राजनीतिक दलले उठाउने विषय तथा शैली एउटै नहुने टिप्पणी समेत गरे। रासोपाका सांसद सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ। गुल्मीको रेसुङ्गा नगरपालिका 4 रौदी स्थित तमघास पूर्तिबाङ सडक खण्डबाट शुक्रबार साँझ सांसदहरू सागर ढकाल, सुशान्त वैदिक सवार गाडी दुर्घटनामा परेको सांसद सागर ढकालले जानकारी दिएका छन्। उनले आफू, वैदिक र आरपी महतो तीनैजना ठिक रहेको र गाडीमा सामान्य क्षति भएको बताएका छन्। सरकारले पहिलोपटक खुल्ला प्रतिस्पर्धा मार्फत राजदूत नियुक्ति गर्ने प्रक्रिया अघि बढाएपछि झन्डै 3000 जनाले आवेदन दिएका छन्। परराष्ट्र मन्त्रालयले जेठ 14 गतेदेखि 22 गतेसम्म आवेदन आह्वान गरेको थियो। उक्त अवधिमा अनलाइन, इमेल तथा भौतिक उपस्थिति मार्फत ठूलो सङ्ख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। हाल 34 देशमा नेपाली राजदूतावास रहेका छन्। तीमध्ये 17 देशमा राजनीतिक नियुक्ति मार्फत र 17 देशमा परराष्ट्र मन्त्रालयका कर्मचारी पठाउने गरिएको छ, जसमध्ये 17 देशमा राजदूत पद खाली छ। सरकारले हाल 13 देशको नाम नै तोकेर र अन्य देशमा समेत इच्छुक भएको खण्डमा ती देशको नाम उल्लेख गरेर समेत आवेदन दिन सकिने व्यवस्था गरेको थियो।
जिल्ला प्रशासन कार्यालय सिराहाले गत चैतमा सम्पन्न एसी र वैशाखमा सम्पन्न कक्षा 12 को परीक्षा हलबाट जफत गरिएका करिब 500 मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गरेको विषय विवाद बनेको छ। बरामद सामग्रीको अनुमानित बजार मूल्य 1 करोड रुपैयाँ भन्दा बढी रहेको बताइएको छ। अभिभावक तथा कानुन व्यवसायीहरूले यस कदममाथि गम्भीर प्रश्न उठाएका छन्। विभिन्न 8 विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदन मध्ये अल्पसूचीमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ। उपकुलपति पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले आज बसेको बैठकले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि वन तथा विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरेको हो। विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि 2083 बमोजिम पहिलो पटक एकीकृत प्रक्रिया मार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौता अनुसार तलब, सेवा सुविधा तथा सुरक्षित आवास नपाएको लगायतको गुनासो बढ्दै गएपछि सरकारले वैदेशिक रोजगार व्यवसायी तथा सम्बन्धित निकायलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा, श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो। पत्रमा वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरूको हकहित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्णय अनुसार इजाजत प्राप्त सबै वैदेशिक रोजगार व्यवसायीले आफूहरूले विदेश पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्नेछ। प्रत्येक श्रमिकलाई समूहबाट कम्तीमा 5 देखि 10 जनासम्म प्रत्यक्ष सम्पर्क गरी रोजगार सम्झौता अनुसार तलब, सेवा सुविधा, आवास, कार्य वातावरण तथा अन्य शर्तहरूको कार्यान्वयन अवस्थाबारे जानकारी संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ। रासोपा मधेसको पालिका र वडा अधिवेशनको क्रममा विवाद उत्पन्न भएको छ। पालिका र वडा अधिवेशन गराउने क्रममा विधि विपरीत प्रतिनिधि र नेतृत्व चयन गरिएको भन्दै केन्द्रीय अनुशासन आयोगमा उजुरी परेका छन्। तल्लो तहको अधिवेशनको क्रममा सबैभन्दा बढी उजुरी मधेसबाट प्राप्त भएको अनुशासन आयोगले जारी गरेको सूचनामा उल्लेख छ। पालिका र वडा तहमा नयाँ नेतृत्व चयन गर्दा विवाद भई उजुरी परेपछि ती स्थानको अधिवेशन रोक्न निर्वाचन समितिले निर्देशन समेत दिएको छ। प्राप्त उजुरी मध्ये छानबिन र अन्तिम निर्णय हुन बाँकी रहेको जानकारी गराउँदै आयोगका प्रमुख भुवन केसीले निर्वाचन स्थगन गर्न निर्देशन दिएका हुन्। झापा दमक नगरपालिका 8 निवासी 21 वर्षीय रहमा तिवारीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। घटना भएको करिब 10 दिनपछि प्रहरीले अनुसन्धान टुङ्ग्याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्ने तयारी गरेको छ। प्रारम्भिक अनुसन्धानले रकमको विवादका कारण हत्या भएको देखिएको छ। गत जेठ 16 गते दमक नगरपालिका 10 स्थित सितुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि बोराभित्र महिलाको शव फेला परेको थियो। शव फेला परेपछि स्थानीय क्षेत्रमा त्रास र चासो बढेको थियो। प्रारम्भिक रूपमा शवको पहिचान हुन नसकेपछि उक्त शव दमक 8 निवासी रहमा तिवारीको रहेको पुष्टि भएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाले घटनाको गम्भीर अनुसन्धान अघि बढाएको थियो। प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति करिब 30 वर्षीय भारतीय नागरिक हुन्। उनी पण्डित थरका रहेको र लामो समयदेखि दमक तथा आसपासका क्षेत्रमा टाइल्स तथा मार्बल जडानको ठेक्का पट्टाको काम गर्दै आएको खुलेको छ। अनुसन्धानका क्रममा मृतक रहमा तिवारी र आरोपी बीच घटना अघि नै चिन्जान रहेको तथ्य पनि प्रहरीले खुलाएको छ। हवस् त आजको समाचार बुलेटिन यहाँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया स्वरूप कमेन्ट गर्न नभुल्नुहोला। साथै तपाईहरूले हाम्रो यो समाचार कहाँबाट हेर्नुभएको छ, पुरा समाचार हेरिदिनु भएकोमा धन्यवाद दिँदै कमेन्ट गर्न नभुल्नुहोला भन्दै आजको समाचार बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।